ताजा मन्ना हो यो, ताजा मन्ना हो यो, ताजा मन्ना हो यो सबैको लागि। स्वर्गको रोटी हो यो, जीवनको पानी हो यो, ताजा मन्ना हो यो सबैको लागि। ताजा मन्ना हो यो, ताजा मन्ना हो यो, ताजा मन्ना। फेरि पनि हामी यहाँ सबैलाई विशेष गरी यो ताजा मन्नामा जतिजना तपाईँहरू जोडिनु भएको छ र ताजा मन्नाको फ्यामिलिजहरूलाई पनि हामी आज फेरि पनि हाम्रो हृदयबाट हार्दिक स्वागत गर्दछौँ। र साँच्चै नै हामी परमेश्वरलाई धेरै धन्यवाद दिन्छौँ, किनभने परमेश्वरले फेरि पनि तपाईँ हामीलाई अब यो ताजा मन्नामा सङ्गति गर्ने एउटा अवसर र मौका दिनुभएको छ। र तपाईँहरू जतिजनाले प्रार्थना गरिदिइराख्नु भएको छ र राम्रो एक प्रकारको सोच विचार राखिदिनु भएको छ ताजा मन्नाप्रति। अब जति लाइक्सहरू गरिदिनु भएको छ, सेयरहरू गरिदिनु भएको छ, कमेन्टहरू पनि गरिदिइराख्नु भएको छ, त्यसलाई धेरै धेरै धन्यवाद। एउटै कुरा म रिक्वेस्ट गर्छु, तपाईँहरूको यो विशेष गरी कमेन्टले चाहिँ हामीलाई इन्करेज गर्छ होइन। दुई शब्द भए पनि भनेर तपाईँहरूलाई कस्तो भइरहेछ अथवा ताजा मन्नाले तपाईँहरूलाई कसरी आशिषमय तुल्याएको छ, तपाईँहरूको दुईवटा शब्दले पनि हामीलाई धेरै इन्करेज गर्छ। र साथै हामी यो पनि तपाईँहरूलाई भन्न चाहन्छौँ अथवा रिक्वेस्ट गर्न चाहन्छौँ कि हामीले जति पनि विषयहरू तपाईँहरूको माझमा लिएर आउँदछौँ ती बाहेक यदि तपाईँहरूलाई कुनै पनि विषयलाई लिएर जान्नु इच्छा छ भने, तर कुनै पनि एउटा विवादीय विषय चाहिँ होइन, तर तपाईँलाई उत्साह दिने, तपाईँ अझै परमेश्वरमा बलियो हुनु सक्ने कुनै विषयहरू, आफ्नो विषयलाई लिएर नै, अब कुनै विवादी होइन, कसैले केही फलानाले भनेको थियो यस विषयमा मलाई चाहिँ ठिक लागेन, तपाईँ के भन्नुहुन्छ भन्ने प्रकारको होइन, तर तपाईँ आफै नै कुनै कुरा परमेश्वरको वचन तपाईँले बुझिरहनु भएको छैन र त्यो कुरा तपाईँले बुझ्न चाहिरहनु भएको छ भने तपाईँले हामीलाई लेख्न सक्नुहुन्छ र हामी त्यसमा हामी सबैजना मिलेर परमेश्वरको बुद्धि भनौँ, परमेश्वरको रहस्यमय ज्ञान त्यस ठाउँमा हामी पनि प्रार्थना सहित परमेश्वरमा पर्खेर र तपाईँहरूको माझमा लिएर आउन हामी कोसिस गर्नेछौँ। यस प्रश्नहरू, किनभने मैले के देखेँ भन्दाखेरि अस्ति पनि हामी एउटा कन्फरेन्समा गएको थियौँ हो, कन्फरेन्समा धेरै राम्रो राम्रो शिक्षा प्रचारहरू भए, तर पछि गएर हेर्दाखेरि त मानिसको मनमा चाहिँ विभिन्न अरू नै प्रश्नहरू धेरै रहेछ। र हुनु त हो त्यही प्रचारभित्रकै धेरै कुराहरूको, तर पनि उनीहरूको प्रश्नहरू यसो सुनिराख्दाखेरि चाहिँ नै साँच्चै नै कहिले कहिले हामीले ती कुराहरूलाई वास्ता नगरिराखेको रहेछौँ भन्ने मलाई महसुस भयो। त्यसले गर्दाखेरि तपाईँहरूमा कुनै प्रश्न छ भने एकदम बेझिझक भन्छ नि अप्ठ्यारो नमानिकन तपाईँहरूले हामीलाई पठाउनुहोस्, ताकि हामी त्यो प्रश्न पढेर त्यसमा अब हामीसँग सबै उत्तर छ भनेको होइन, तर परमेश्वरको वचनमा चाहिँ सबै उत्तर छ र हामी तपाईँहरूको निम्ति प्रयास गर्छौँ त्यसलाई खोजेर वचनले के भन्छ हामी लिएर आएर यहाँहरूको अगाडि राख्न पूर्ण प्रयास गर्नेछौँ। वेल हालेलुया। गएको सोमबारमा तपाईँहरूले धेरै जना जोडिएर पछि पनि जोडिएर तपाईँहरूले आफ्नो प्रतिक्रियाहरू जनाउनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद। र गएको शनिबारको विषयलाई लिएर अब हामी आज छुने छैनौँ, तर पनि यसो याद गरौँ, सरी शनिबार होइन गएको सोमबार सरी। र गएको सोमबारको विषयमा हामीले यही कुरा गरिरहेको थियौँ कि अन्तिम दिनको एउटा विशेष चिन्ह जुन चाहिँ दिन प्रतिदिन हाम्रो जीवनमा, मण्डलीमा, परिवारमा हामी देख्नेछौँ, त्यो अन्तिम दिनको चिन्ह चाहिँ प्रभुले भन्नुभएको त्यो कुरालाई हामी याद गरौँ। प्रभुले भन्नुभयो कि अन्तिम दिनहरूमा मानिसहरू धेरै बिच्किनेछन्, मन दुखाउनेछन् अथवा उनीहरू ठेस खानेछन् पनि भने चाहिँ त्यसको अर्थ धेरै छन्। ठेस खानेछन्, बिच्किनेछन्, मन दुखाउनेछन्, चित्त दुखाउनेछन् भन्ने कुरा लेखिएको छ बाइबलमा। हो, साँच्चै नेपालीमा चाहिँ नि त्यसको अर्थ धेरै है। कहिले कहिले त त्यो अर्थहरू डिक्सनरीमा हेर्दाखेरि अलिकति बुझ्नु पनि गाह्रो हुने प्रकारको पनि बेला बेलामा अर्थ लाग्दो रहेछ, जुन हामी दिन प्रतिदिन सामान्य जीवनमा जुन हामीले चलाउँदैनौँ त्यस्तो प्रकारको अर्थहरू लाग्दो रहेछ। वेल, अब हामीले त्यो कुरा चाहिँ राम्ररी बुझ्यौँ कि साँच्चै नै हामी बिच्किएर, ठुस्किएर, रिसाएर, क्रोध पनि एउटा है भित्रबाट क्रोधित भएर त्यो चाहिँ उसबाट लिएर आउँछ। जब हामी बिच्किन्छौँ, हाम्रो मन दुख्छ, हामी चित्त दुखाउँछ, त्यसको पछि हामी क्रोधित हुन्छौँ, तितो हुन्छौँ होइन, रिसाउँछौँ, त्यहाँबाट घृणा गर्छौँ, विरोध गर्छौँ। त्यो सबै एउटा आत्माले अर्को आत्मा जन्माउँदै एउटा विशेष आत्मा आउँछ, त्यसले ढोका खोलिदिन्छ,
त्यहाँबाट उसले अरू बाँकीको दुष्ट आत्माहरूलाई भित्र निम्त्याउँछ एउटा पछि अर्को पछि आउँछ तर अन्तमा गएर त्यसले हाम्रो भित्र हृदयमा यति ठाउँ लिइसकेको हुन्छ कि त्यसले गर्दा हाम्रो अभिषेक परमेश्वरको अनुग्रह हाम्रो स्वीकार हाम्रो विश्वासमा यति ठुलो बाधा पुग्न जान्छ कि अन्तमा गएर हामीलाई नै एउटा प्रश्न चिन्हमा ल्याइदिन्छ मैले यति विश्वास गरेको थिएँ यति प्रार्थना गरेको थिएँ यति स्वीकार गरेको थिएँ किन नभएको त भन्ने हामी अन्योलमा पर्न सक्छौँ त्यो नभएको कारण किनभने हृदय चाहिँ दुष्टले त्यसको ती कुराहरूद्वारा कब्जा गरिसकेको हुनाले हो त्यसै कारणले गर्दाखेरि हामी हृदय एकदम सफा राख्नु चाहिँ अति जरुरी छ किनभने त्यहीबाट जीवनको मूलहरू फुटेर निस्किन्छ पहिला आउनुहोस् हामी प्रार्थना गरौँ र आज पनि परमेश्वरले हामीलाई एउटा दुईवटा जुन कुराहरू दिनुभएको छ हामी त्यता झट्टै बढिहाल्नेछ आउनुहोस् हामी प्रार्थना गरौँ हालेलुया प्रभु हामी तपाईँलाई धन्यवाद दिन्छौँ आजको यो विशेष साँझको लागि धन्यवाद दिन्छौँ जहाँ जतिजनाले प्रभु तपाईँ परमेश्वरको यो वचनमा जोडिएका छन् जोडिने छन् सबैको जीवनमा हाम्रो जीवनमा पनि तपाईँले यसरी काम गर्नुहोस् कि प्रभु पवित्र आत्माको ती प्रकाशलाई अभिषेकलाई पवित्र आत्माको ती विशेष अगुवाईलाई हामी सबैले थाहा पाएर तपाईँ परमेश्वरको आत्माले के भन्न चाहनु भएको छ परमेश्वरको आत्माप्रति हामीले हाम्रो कानहरू खोलेर हामी सुनेर हृदय खोलेर लिएर पुजेर प्रभु हामी तपाईँको इच्छा के रहेछ हाम्रो जीवनको निम्ति भन्ने कुरा हामी बुझ्न सकौँ लिन सकौँ र आशिषमय हुन सकौँ धन्यवाद सुरुबाट लिएर अन्त पवित्र आत्मा तपाईँको नै अगुवाईको निम्ति धन्यवाद दिन्छौँ ख्रिस्ट येशूको नाउँमा आमेन आमेन अनि आज के छ त के छ आज विषय के छ आज हामीले छुट्टै एउटा विषय लिएर आएको छौँ जुन अति नै मलाई विश्वास छ कि यो आशिषमै हामी सबैजना यो विषयद्वारा हुनेछौँ र अति नै महत्त्वपूर्ण विषय जसलाई हामी आशा भन्छौँ आशाको विषयलाई लिएर हामी हेर्नेछौँ आशा तर यो आशा चाहिँ संसारले दिने किनकि आशा भन्ने बित्तिकै एउटा हामीलाई लाग्छ कि आशा चाहिँ एउटा त्यति साह्रो बलियो कुरा चाहिँ होइन इट इज नट भेरी स्ट्रङ भन्ने जस्तै लाग्छ तर हामीले संसारको आशाको विषयमा कुरा गरिरहेको छैनौँ तर परमेश्वरीय आशाको विषयमा हामीले कुरा गर्न गइरहेका छौँ र वचनले के भन्छ वचन बिब्लिकल होप भनौँ न बाइबलीय आशा चाहिँ के हो र आज हामीलाई किन चाहिन्छ भन्ने कुरा हामी हेर्नेछौँ किनकि आज संसारमा जुन प्रकारको अवस्थाहरू छ हामीले चारैतिर निराशा नै निराशा देख्छौँ होइन त अझ होपलेसनेस एभ्रिवेयर यु सी होपलेसनेस तर आशा चाहिँ सबभन्दा महत्त्वपूर्ण एउटा शब्द खाली नभएर एउटा महत्त्वपूर्ण कुरा नै हो भनौँ न हाम्रो जीवनमा किनभने आशा बिना त अरू कुनै कुरा हाम्रो जीवनमा जन्मिनै सक्दैन किनभने आशै मरेर गयो भने त बाँकी अरू के कुरा जन्मिने त आशै छैन भने त मान्छेले के गर्छ सरेन्डर गरिदिन्छ भयो अब म सक्दिनँ भनेर चाहिँ हार खाएर एकातिर लागिदिन्छ त्यसले गर्दाखेरि आशा चाहिँ धेरै धेरै महत्त्वपूर्ण म एउटा कथा भन्ने हो न त्योभन्दा अगाडि के भन्नु यो आशालाई नै मैले अलिकति भन्न खोजेँ कि आज तपाईँलाई थाहा छ जतिले पनि सुसाइड गर्छन् नि आत्महत्या गर्छन् उनीहरूले किन गर्छन् आशा रहित भएको हुनाले गर्दा के अरे आत्महत्याको एउटा मूल मुख्य कारण चाहिँ बिकज दे हेभ लस्ट देयर होप उनीहरूले जीवनप्रति अथवा उनीहरूको जीवनमा आशा उनीहरूले गुमाएको हुनाले गर्दा आशा मरेको हुनाले गर्दाखेरि आशा मरेको पछि त दुष्टको धेरै कुरा जस्तो जन्मिन्छ हाम्रो जीवनमा भनेर पनि साध्य छैन एनिवेज म तपाईँलाई एउटा कथा भन्छु ल इज द्याट ओके गो अहेड अच्छा म भन्नु प्रयास गर्नेछु है एक समय एउटा किसानले आफ्नो गधालाई लिएर ऊ गइरहेको थियो जाँदा 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 अचानक त्यो गधा चाहिँ एउटा खाल्टोमा परिहाल्छ त्यहाँबाट यो किसान चाहिँ अलिकति त्यही सर्ट टेम्पर छिट्टो रिसाइहाल्ने बिच्किहाल्ने झ्याउमा नि हाल्ने त्यहाँ जब त्यो गधा त्यो खाल्टोमा जब गिर्छ अब उसले त्यो हेर्छ खै यसलाई त म उठाउनु पनि सक्दिनँ कसरी उठाउने यसलाई यसको भुँडी पनि यत्रो ठुलो छ भनेर एक प्रकारले ऊ भित्रबाट झ्याउ मानेर उसले चाहिँ बरु यसलाई यहीँ दफ्नाइदिन्छु भनेर उसले के गर्छ त्यसलाई दफ्नाउने एउटा बेल्चा भन्छ नि हामीले स्याबल लिएर आएर चाहिँ नि उसले यसलाई त यहीँ पुरिदिनु पर्यो भनेर उसले किसानले चाहिँ माटो खनेर पुर्नेतिर लाग्छ तर यहाँ जसो जसो यो किसानले माटो खन्दै त्यो गधाको माथि फाल्छ
त्यो गधाले चाहिँ के गर्छ भन्दाखेरि उसको शरीरमा माटो पर्ने बित्तिकै उसले यस्तो गरेर त्यो झाडेर त्यो माटोलाई उसले फालिदिइहाल्छ, फेरि पनि हाल्छ। किसानले फेरि पनि ऊ माथि त्यो माटो हाल्दाखेरि फेरि पनि उसले चाहिँ झाडेर त्यसलाई उसले फालिदिइहाल्छ। गर्दा 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 जब माटो अलिकति माथिसम्म हुन्छ त्यो गधा चाहिँ सट्टै त्यो माटोको माथि चढिहाल्छ। फेरि पनि उसको माथि माटो फाल्दाखेरि उसले अर्कोतिर झाडेर अर्कोतिर पनि उसले भनौँ न अब अर्कोतिर अलिक खाल्टो भएको हुन्छ त्यो खाल्टो पनि पुरिदिन्छ। गरी 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 त्यो गधा चाहिँ के हुन्छ भन्दाखेरि अन्तमा माथि आइपुग्छ। माथि आएर चाहिँ ऊ सट्टै स्वतन्त्र भएर निस्केर गइहाल्छ होइन। ऊ चाहिँ नि जब माथि आइपुग्दाखेरि चाहिँ सट्टै उसले पनि मालिकलाई वास्तै नगरेर ऊ पनि भागिहाल्छ। खडालबाट ऊ बाहिर निस्किन्छ है, खडालबाट बाहिर निस्किन्छ। खडालबाट जब भनौँ खाल्टोबाट बाहिर निस्किन्छ ऊ भागिहाल्छ। तर यहाँ हामीले के देख्यौँ भन्दा त्यो गधाले बुद्धि पुऱ्याउँछ कि अब त्यो गधाले चाहिँ के सोच्छ भनौँ न अब यो कथा अनुसार यो माटोले मलाई पुर्नु दिँदिनँ, यो माटोले मलाई पुर्नु दिएँ भने त म त खतम हुन्छ भनेर उसले त्यो माटोलाई झाडी 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 फेरि एकातिर जान्छ, फेरि झाडी झाडी उतातिर आउँछ, गरी 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 ऊ अन्तमा माथि आएर भागिहाल्छ। हो त्यसरी मैले भन्न चाहेको चाहिँ उसले आशा मार्दैन। डङ्कीमा त्यो गधामा हामी के देख्छौँ उसले आशा नमारेको देख्छौँ है। ऊ आशा मार्दैन, उसले चाहिने कोसिस गर्छ। हो त्यसरी हाम्रो जीवनमा पनि धेरै यस्तो प्रकारको निराशाको खाल्टोहरू आउँछ कि जसमा हामी परेको हुन्छौँ। अब त्यो खाल्टोमा परिसकेपछि खै जीवन त खत्तम बर्बाद, अब त केही हुँदैन, अब त म केही गर्नु सक्दिनँ भनेर बस्नुको साटो हामी यो गधाबाट केही कुरा चाहिँ अलिक सिक्नुपर्ने रहेछ। कहिले कहिले चाहिँ हामी गधाबाट के सिक्ने भन्छौँ नि, तर गधाबाट सिक्नुपर्ने रहेछ। किनभने बाइबलमा हामीले देख्छौँ प्रभु येशू पनि गधामै बसेर चाहिँ यरुसलेममा आउनुभएको थियो। गधाबाट पनि बोल्नु भएको कुरा पनि छ। गधाले बाइबलमा बोलेको पनि छ। परमेश्वरले गधा धेरै प्रयोग गर्नुपर्छ है बाइबलमा, धेरै भन्नाले केही समय यताउता हामी देख्छौँ परमेश्वरले गधा पनि प्रयोग गरेको। त्यसले गर्दा गधालाई इग्नोर नगरेर यस गधाबाट सिक्नुपर्ने कुरा चाहिँ के छ भन्दाखेरि हामी पनि यस्तो निराशाको विभिन्न प्रकारको निराशाको खाल्टोमा जब हामी पर्छौँ त्यसमाथि अझै अर्को निराशा, त्यसपछि अर्को निराशाले हामीमाथि हामीलाई पूर्णका लागि त्यो निराशाहरूले कोसिस गर्दा हामी पनि त्यो निराशा भनौँ न विभिन्न प्रकारको निराशा हामीमाथि आउँदाखेरि हामी पनि त्यसलाई लिएर नबसिराखेर हामीले पनि झाडेर यो गधा जस्तै त्यसलाई हामीले हटाएर पन्छाएर चाहिँ नि जब हामी गर्न थाल्छौँ मलाई विश्वास छ कि हामी पनि हुन्छ नि त्यो निराशाबाट निश्चय पनि एक दिन बाहिर आउँछ। जसरी कि अब अहिले हामी देख्छौँ रुपियाँ पैसाको निराशा, कसैको जीवनमा शारीरिक रोगको निराशा, डक्टरले भनिदिएको हुन्छ होला कहिले कहिले यो रोग त अब जीवनकालभरि रहिरहने रोग, जीवनकालभरि औषधि खाइराख्ने रोग, अब यो रोगले त मान्छे बाँच्दैन होइन। विभिन्न प्रकारले आर्थिक कुरा, शारीरिक रोगको कुरा, विभिन्न परिस्थितिको कुराहरू हामीमा एकपछि अर्को आएर हामीलाई पनि पुर्नु कोसिस गर्छ। तर त्यति बेला हामी यो याद राख्नुपर्छ प्रियजन हो कि तपाईँहरू मैले हार नखाएर त्यसलाई पन्छाएर कि यो मनमा याद राखेर कि एक दिन म जे भए पनि यो गधा जस्तै माथि त आउने नै छु। त्यसलाई स्टेपिङ स्टोन बनाउनु पर्यो होइन। हरेक जति पनि निराशापनको कुराहरू आउँछ त्यसलाई हामीले थिच्न दिने होइन, तर त्यसलाई चाहिँ हामीले टेकेर माथि उक्लिने कुरा चाहिँ बनाउनु। एउटा सिँढी अथवा भर्याङ भन्छौँ नि, वान स्टेप आफ्टर दि अनदर हामीले त्यो गर्दै गयौँ चाहिने। किनभने हामीले राम्रो गरी बाइबलमा हेऱ्यौँ भने हाम्रो परमेश्वरको अर्को नाउँ के छ? आशाको परमेश्वर। म त्यो बाइबलको खण्ड म पढिदिन्छु होइन, र यहाँ पास्टरले यहीँबाट सिधै उल्था गरे पनि हुन्छ कि त उहाँले नेपाली बाइबल पढेर पनि उल्था गर्नु सक्नुहुन्छ। म अङ्ग्रेजीमा पढिदिन्छु ल। यहाँ यसरी लेखेको छ, नाउ द गड अफ होप। नाउ भने अहिले, अब भन्छौँ तर अहिले हाम्रो परमेश्वर आशाको परमेश्वर पनि अहिले है भन्नुहुन्छ यहाँ। नाउ द गड अफ होप fill you with all joy and peace in believing. पढ्दियो नेपालीमा। आशाको परमेश्वरले तिमीहरूलाई विश्वासद्वारा सम्पूर्ण आनन्द र शान्तिले भरिपूर्ण गरिदिउन्। यहाँ भन्नु चाहेको छैन अब आशाको परमेश्वरले चाहिँ नि तिमीहरूलाई शान्ति र आशाले अनि शान्ति र आनन्दले यसरी भरिदिउन् जसो जसो तिमीहरूले विश्वास गरे झैं है, according to as you have believed। विश्वास गर्छौ। र त्यसको तल यसरी पनि लेखेको छ,
that ye may abound in hope, ताकि तिमीहरू आशामा अझै बढ्न सक। तिमीले पछि पढिदिनु ल। Through the power of the Holy Spirit, त्यो चाहिँ पवित्र आत्माको शक्तिद्वारा। सबै पढ्दौ त तिमीले एकचोटि? यहाँ चाहिँ लेखेको छ आशाको परमेश्वरले तिमीहरूलाई विश्वासद्वारा सम्पूर्ण आनन्द र शान्तिले भरिपूर्ण गरिदिउन्। यस हेतुले कि पवित्र आत्माको शक्तिले तिमीहरू आशामा प्रशस्त हुन सक। आमेन। आशामा प्रशस्त हुन सक। आशामा प्रशस्त हुन सक। यहाँ चाहिँ नि हामीले हेर्यौँ भने हाम्रो परमेश्वर आशाको परमेश्वर हुनुहुन्छ है। त्यसको मतलब यही हो, तपाईँको जीवनको यो निराशापनमा तपाईँ एक्लै आफूलाई पाउनुहुन्छ भने तपाईँले यो जान्नुहोस्, तपाईँ एक्लै हुनुहुन्न, तपाईँको परमेश्वर आशाको परमेश्वर तपाईँसँग हुनुहुन्छ। त्यो चाहिँ नि एकदम तपाईँले दर गरिलिनु पर्यो है। मतलब अब तपाईँको त्यो आशाको परमेश्वर हुनुहुन्छ भने तपाईँको जीवनमा आउने सबै निराशालाई हटाएर उहाँले तपाईँलाई आशामा अझै बढाउँदै 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 यति लिएर जानुहुन्छ कि तपाईँको जीवनमा एकदम नै आनन्द र शान्तिले यसरी भरिदिनुहुन्छ कि अन्तमा गएर उहाँको मूल उद्देश्य चाहिँ अझै पनि तपाईँको आशालाई एकदम पवित्र आत्माको शक्तिमा बढाउँदै लिएर जानुहुन्छ। तर यहाँ के लेखेछ? हामीले विश्वास गरे अनुसार, according to how we believe. In believing भनेको छ अङ्ग्रेजीमा। मतलब अब यो सबै कुरा हुन्छ जब हामी निराशा नभएर म निश्चय पनि बाहिर आउँछु है, म जे भए पनि यसबाट पार लाग्छु भन्ने जुन विश्वास हामी गर्छौँ नि। तर अब यहाँ विश्वासको कुरा भन्ने बित्तिकै के कुरामा विश्वास गर्ने त? कस्तो कुरामा विश्वास गर्ने त भन्ने यहाँ आउँछ है। विश्वासलाई हामीले यसो एउटा मोटामोटी रूपमा लिनु हुँदैन। विश्वास हरेक कुराको एउटा विश्वास हुन्छ। उद्धार र मुक्तिको लागि पनि हामीले विश्वास गर्नुपर्छ। तर विश्वास नगर्ने अगाडि हामीले सुन्नुपर्छ कि प्रभु यीशु को हुनुहुन्छ, किन आउनुभयो, हाम्रो पापको लागि उहाँ कसरी मर्नुभयो र उहाँ बिना हाम्रो जीवन त भनौँ न अब उहाँ बिना हाम्रो जीवन त आशा रहेछ। अब उहाँ बिना त अब हामी भनौँ न हामीले जुन स्वर्गको लागि विश्वास गरेको छौँ, हामी त्यो स्वर्गमा त उहाँ बिना जानै सक्दैन, किनभने प्रभुले भन्नुभयो म नै बाटो सत्य र जीवन हो, होइन त? हो त्यसरी उद्धारको लागि त हामीले राम्ररी सुनेर त्यो विश्वास गरेर हामीले ग्रहण गर्दाखेरि हुन्छ भने हो त्यसरी तपाईँलाई जे कुरा चाहिएको छ त्यो सबै कुराको प्रतिज्ञा बाइबलमा टन्नै छ। तपाईँले एउटै कुरा जान्नुहोस्, तपाईँले जे कुराको निम्ति आज भनौँ न जे कुराले तपाईँलाई निराश तुल्याएको छ नि, कुरामा कुरा शरीरमा डक्टरले मर्नु छोडिदिएको छ होइन, तर पनि तपाईँले राम्रो गरी हेर्नुहुन्छ त बाइबलमा परमेश्वरले चङ्गाई र स्वास्थ्यको कुरालाई लिएर यति भन्नुभएको छ। यतिसम्म पनि हामी देख्छौँ मरेकोलाई पनि, रोगले मरेकोलाई पनि उहाँले बौरी उठाएर पनि देखाउनु भएको छ। त्यसको मतलब आशा छ त, आशा छ एकदमै। अब या एनिथिङ दे वान्ट टु एड इन दिस? तर यसमा एउटै कुरा म भनिदिन्छु पास्टरले एड नगर्ने अगाडि, तपाईँले चङ्गाईको लागि विश्वास गरिराख्नु भएको छ भने अथवा तपाईँलाई चङ्गाई चाहिएको छ भने, तपाईँ रोगले गर्दा अति निराश हुनुभएको छ भने तपाईँले यो जान्नुहोस् परमेश्वरले प्रशस्त चङ्गाईको प्रतिज्ञा गर्नुभएको छ। तपाईँले अब त्यो प्रतिज्ञा खोजेर, कतिले त यस्तो पनि भनेको छ है, हुनु त हो मैले चङ्गाईको लागि विश्वास गरेको छु, चङ्गाईको वचनहरू पनि मैले पढेको छु, मैले चङ्गाईको बारेमा पनि प्रचार गरेको छु, तर मेरो अवस्था हेर्नु न म त निकै हुन सकेन। त्यसको अर्थ के हो भनिदिउँ? हामीले विश्वास पनि गऱ्यौँ होला कहिले कहिले होइन, हामीले पढ्यौँ पनि होला, हामीले प्रचार पनि गऱ्यौँ होला, तर पनि त्यो किन नभएको भन्नाले एक दिन मलाई प्रभुले यो कुरा भन्नुभएको एकदम मेरो हृदयमा अहिलेसम्म त्यो बोलिरहेको छ। मैले पास्टरलाई पनि भने कति भागमा हामीले जति प्रचार गरे तापनि, हामीलाई जति थाहा भए तापनि कति भागमा हो त्यो प्रतिज्ञालाई जबसम्म हामी आफै कन्भिन्स्ड हुँदैनौँ नि, त्यसलाई के भन्छ नेपालीमा? टु बी कन्भिन्स्ड, निश्चित हुँदैनौँ। जबसम्म हाम्रो हृदयमा हामी निश्चित यस्तो प्रकारको निश्चित कि मलाई थाहा छ कि मलाई थाहा छ भन्ने एउटा प्रकारको जो जबसम्म त्यो निश्चयता आउँदैन नि, हामीले जति प्रचार गरे तापनि, हामीले जति चङ्गाईको प्रतिज्ञा हामीलाई थाहा भए तापनि त्यसले चाहिँ हामीलाई निको र स्वस्थ तुल्याउँदैन। लाइक अब कन्भिन्सको अर्थ चाहिँ अब निश्चयता, निश्चित भन्न को शब्द युज गर्दा, निश्चित शब्द युज प्रयोग गर्दा पनि अलिकति फितलो सुनेला सायद, तर कन्भिन्स्डको अर्थ चाहिँ यस्तो हो कि
कुनै कुरा मैले विश्वास गरेको छ भने अब त्यो जुनै हालतमा पनि हुन्छ भनेर ढुक्क हुनु के ढुक्क हुनु। अब परमेश्वरले हामीलाई दिनुभएको प्रतिज्ञाहरू जति पनि छन् नि त्यो प्रतिज्ञाहरू हुन्छ नि हुन्छ। म यसमा पटक्कै शङ्कै गर्दिनँ। होइन जसरी कि तपाईँको नाम के हो, तपाईँको नाम के हो, कसैले आएर तपाईँलाई तपाईँको नाम यो होइन त भन्नु सक्दैन नि त। किनभने तपाईँ त निश्चित हुनुहुन्छ द्याट्स हु आई एम, द्याट्स माई नेम, त्यो मेरो नाम हो भने त्यसरी निश्चित के हो हो मलाई चाहिँ त्यस्तो लाग्यो। हो त्यो एक्ज्याक्टली लाइक हामीले कहिलेकाहीँ कोही व्यक्तिलाई कुनै कुरा भइरहेको बेलामा हामीलाई चाहिँ थाहा भएको कुरा उनीहरूलाई बुझाउँछ होइन यो यस्तो हो कि त्यो त्यस्तो हो, तपाईँले बुझ्नुभयो यो यस्तो हो त्यसो भने हामीले बुझाउँछ अनि अब तपाईँ ढुक्क हुनुभयो, अब तपाईँले बुझ्नुभयो नि होइन, अब ढुक्क हुनुभयो भन्छौँ नि हामीले। त्यो चाहिँ आर यु कन्भिन्स नाउ भनेको के त्यो चाहिँ अब तपाईँ चाहिँ अब निश्चित भएर ढुक्क हुनुहुन्छ त अब चाहिँ तपाईँलाई शङ्का लाग्दैन, अब तपाईँ एकदमै भनौँ न अब चाहिँ कुनै शङ्का छैन भन्ने प्रकारको द्याट इज वाट इट इज। जसरी कि तिमीले भनिरहेको बेला मलाई बाइबलमा एकजना दिदीको याद आयो। उहाँ 12 वर्ष रगत बग्ने बेथाले उहाँ एकदम थलो पर्नु भएको थियो। तर तपाईँले पढ्नुहोस् त मर्कुसको 5 मा त्यो तपाईँले सबै पाउनुहुन्छ। त्यहाँ लेखेको छ कि जब उहाँले सुने कसैले आएर उहाँलाई ख्रिस्ट येशूको चङ्गाई र कसरी ख्रिस्ट येशूले मानिसहरूलाई निको पारिरहेको छ भन्ने कुरा उहाँले सुन्दा उहाँ यति निश्चित हुनुभयो कि उहाँ जुरुक्क खडा भएर भन्नुभयो अब म निको हुन्छु। यति वर्ष आशा रहित भइरहेकातिर मर्नु छाडिदिएको दिदी सुन्दा किन बाइबलले भनेछ नि विश्वास सुनि र अझै सुनि परमेश्वरको भनौँ न चङ्गाईकै रहस्यमयको वचन सुनि आउँदछ। त्यो निश्चयता तब आउँछ। तर हाम्रो बानी चाहिँ नि त्यो जबसम्म यो कुरा मेरो भित्र प्रकाशित हुँदैन, जबसम्म म त्यो तिमीले भने जस्तै निश्चित हुँदैन, म त्यसमा घरि हाम्रो जाने बानी छैन। अब हामीले धेरै अरू कुराहरू नै हाम्रो दिमागमा भनौँ हाम्रो हृदयमा हामीले भनौँ घन्टौँ लगाएर हामीले हालिरहेको हुन्छौँ। तर हामीले फाटो मात्रै परमेश्वरको वचनको कुरालाई जुन हामीलाई जे कुरा चाहिएको छ त्यो विषय सम्बन्धी चाहिँ हामीले फाटो मात्रै हेरिरहेको हुन्छौँ। अनि हामीलाई लाग्छ कि मैले बुझेको छु, मैले विश्वास गरेको छु, कसैले भन्दाखेरि पनि मलाई थाहा छ मैले विश्वास गरेको छु भन्छौँ। तर त्यो निश्चयता चाहिँ त्यो ढुक्कपना चाहिँ त्यति गरेर आउँदैन। घरि जसरी यो स्त्रीको कथा हामीले सुन्यौँ, घरि परमेश्वरको वचनबाटको त्यो प्रतिज्ञा हामीले सुन्यौँ भने जुन कुरा हामीलाई चाहिएको छ त्यो कुरा सम्बन्धित हामीले प्रतिज्ञा घरि सुन्यौँ, घरि मनन गर्यो। त्यस कारण त प्रभुले भन्नु थियो दिनरात मेरो वचनमा तिमीहरूले ध्यान देऊ, मनन गर भन्नुभएको छ नि त। किन? ताकि हामीमा त्यो निश्चयता र त्यो ढुक्कपना चाहिँ हाम्रो भनौँ जति नै हुडी आएको भए तापनि जति नै हुडी बतास आए तापनि हाम्रो जीवनमा ढुक्क हुन सक्नु के त्यसको लागि चाहिँ हामी घरि परमेश्वरको वचनमा जानु अति नै आवश्यक छ। पुरानो नियमको मानिसहरू अब अहिलेको समयमा त मानिसहरूलाई भनौँ न तर्काउने धेरै कुरा भयो के, धेरै डिस्ट्र्याक्ट गर्ने धेरै कुरा भयो, फोकसै हुन सक्दैनौँ हामी, केन्द्रितै हुन सक्दैनौँ। तर पुरानो नियमको व्यक्तिहरूमा चाहिँ किन उनीहरूले कति कुरा सजिलो गरी उनीहरूको जीवनमा हुन सक्थ्यो किनभने हामीले देख्यौँ उनीहरू चाहिँ परमेश्वरको वचनमा यति केन्द्रित हुन्थ्यो, यति वचनमा चाहिँ नतर्केर लाग्थ्यो। जसरी कि जब दनियललाई बाघको खोरमा सिंहको खोरमा फालिने छ भन्ने कुरा आउँदा ऊ किन घबराएन, किनभने ऊ यति निश्चित थियो कि उसको परमेश्वरले उसलाई बचाउँछ भने, यति निश्चित थियो। त्यो निश्चयता कहाँबाट आयो? हो, किनभने दनियलले पनि परमेश्वरको वचनलाई उसले यसरी मनन गर्थ्यो त्यो बेलाको मानिसहरूले कि उनीहरू जबसम्म त्यो निश्चयता र जो ढुक्कपनमा आउँदैन थियो तबसम्म उनीहरू लागि पर्थ्यो। त्यसपछि जब परिस्थिति आउँदाखेरि उनीहरू घबराउँदैन थियो। उनीहरू सिधै उनीहरूको निश्चयता उनीहरूले एकदम हामीले देखेको छौँ प्रदर्शनै गरेर देखाइदिन्थ्यो र परमेश्वरले त्यहाँ कति ठुलो काम गरेको हामी देख्छौँ। तपाईँको जीवनमा पनि तपाईँलाई के चाहिएको छ वचनमा छ। अहिलेको समयमा त झन् यति सजिलो चङ्गाई भने तपाईँले गुगलमा हाल्नुहोस् त हर्रै त्यो चङ्गाईको होइन अथवा जे चाहियो तपाईँलाई शान्तिको बारेमा, प्रेमको बारेमा है, मेलमिलापको बारेमा, एकताको बारेमा, जसकै बारेमा किन नभन्नुहोस् न, शक्ति बल सामर्थ्यको बारेमा किन नभन्नुहोस्, पवित्र आत्मा उहाँको दान वरदानको बारेमा तपाईँले खालि टाइप गर्नु न भरर निस्किन्छ। अहिले त यति सजिलो। तर अब के भन्ने
साथै फेरि अरू धेरै कुराले पनि हामीलाई प्रभाव पारेको लागि प्रभाव नै भनौँ प्रभाव पारेको लागि कति भागमा परमेश्वरको यो कुराप्रति हामी जुन प्रकारले भनौँ परमेश्वरको यो कुरामा लागेर वचनले हामीलाई प्रभावित पार्नका लागि हामीले कम्ती नै दिन्छौँ कि एकदम कम्ती नै दिएकोलाई त्यस्तो भएको र अब हामीले जब आशाको कुरा गरिरहेको छौँ नि हामीलाई घरिघरि पनि हामीले आशा भन्दै जाँदाखेरि हाम्रो दिमागमा चाहिँ के नै आइरहेको हुन्छ भन्दाखेरि चाहिँ आई विश होइन त्यो एउटा विश गरेको जस्तै मैले एउटा चाहना गरेको जस्तै त्यो चाहिँ संसारिक आशा भयो तर परमेश्वरीय आशा चाहिँ एउटा कन्फिडेन्ट एक्सपेक्टेसन एउटा निश्चित अपेक्षा फेरि किनकि निश्चित अपेक्षा किन भन्दाखेरि तपाईँलाई थाहा छ बाइबलमा यिर्मया 17:7 के भन्छ भन्दाखेरि हामीले कुनै कुरामा अपेक्षा गरेको होइन के अथवा आशा गरेको होइन कुनै कुरामा वी आर नट होपिङ समथिङ बट वी आर होपिङ समवान हामीले चाहिँ कसैमा एउटा व्यक्तिमा जो चाहिँ परमेश्वर हुनुहुन्छ त्यसकारण यिर्मया 17:7 भनेको छ धन्य त्यो व्यक्ति जसले परमेश्वरमा आशा राख्छ भनेको छ के परमेश्वरमा आशा राख्छ कुनै कुरामा होइन संसारको कुनै कुरामा होइन तर परमेश्वरमा किनकि यो कुरा हामीले याद राख्नुपर्छ मैले कुनै पनि कुरामा कसैको सम्पत्तिमा कसैमा मेरो धन धेरै भएकोले गर्दाखेरि अथवा त्यसमा राखेको होइन तर मैले सारा सृष्टिको मालिकमा आशा राखेको छु त्यसले गर्दा यो अझै एकचोटि पढिदिन्छ मलाई यो के रमाइलो लाग्यो भन्दाखेरि एकचोटि तपाईँले विश्वास होइन यहाँ आशाको परमेश्वरले चाहिँ यसरी लेखेको छ नाउ द गॉड अफ होप विल फिल यु विथ अल जोय एन्ड पिस इन बिलिभिङ हामीले विश्वास जब त्यो प्रतिज्ञाहरूलाई गर्छौँ नि त्यहाँ भनेको छ उहाँले हाम्रो जीवनमा त्यो शान्ति र आनन्द यसरी बढाइदिनु हुनेछ खालि त्यति मात्रै नभएर अझै पनि त्यसमा उहाँले अझै पनि त्यो हाम्रो आशालाई धन्काइदिनुहुन्छ पवित्र आत्माको शक्तिले होइन उहाँले भन्नुभएको छ नि त यहाँ किनभने यहाँ भन्नुभएको छ उहाँले के भन्नुभयो भन्दा द्याट यु मे एबाउन्ड ताकि सुरु मथन गर्नु पर्यो त्यसपछि परमेश्वरले चाहिने अझै पनि पवित्र आत्माद्वारा हाम्रो त्यो आशालाई यति बढाइदिनुहुन्छ कि अब के भनौँ तपाईँमा त्यो निराशाको त सानो छाया पनि हुँदैन यति ढुक्क हुनुहुनेछ तपाईँ यति शान्ति र आनन्दमा तपाईँ उक्लिनु हुनेछ कि अब जुन कुरा मैले परमेश्वरमा भनौँ न अपेक्षा र आशा गरेको थिएँ त्यो निश्चय पनि हुन्छ त्यसै कारण त हिब्रूको तपाईँ कुरा काटे हिब्रूको 11:1 भनेको छ आशा राखेको कुरा विश्वास चाहिँ आशा राखेको कुराको निश्चयता भनेको छ नि त होइन सो फेथ इज कनेक्टेड टु होप एन्ड होप इज कनेक्टेड टु फेथ के विश्वास चाहिँ आशामा जोडेको छ आशा विश्वासमा जोडेको छ यो दुईटालाई हामीले अलग गर्न सक्दैन अघि पनि जुन भने जसो जसो तिमीहरूको विश्वास अनुसार भनेर पढ्यो नि त अघि हामीले होइन यहाँ जुन अघि भर्खरको हामीले वचनमा हामीले हेऱ्यौँ रोमीको जुन सुरुको 15:13 कि हाम्रो लाइक कम्प्लिटली फुगट अबाउट द्याट Anyway, you continue. तिमीले सोचेर Yeah, I got it. प्रार्थना गरिदिनु भयो धन्यवाद विश्वास गरे अनुसार भनेको छ के त्यहाँ विश्वास गरे अनुसार चाहिँ तिमीहरूको आशा भनेको छ त्यो विश्वासलाई जोडिदिनु भएको छ विश्वास गरे अनुसार इन बिलिभिङ भन्नुभयो नि त उहाँले इन बिलिभिङ भनेर सो विश्वास र आशालाई हामीले छुटाउन सक्दैनौँ र हुनु त हो विश्वासको पनि अब छुट्टै एउटा त्यहाँ अलिकति हामीले बुझ्नुपर्ने कुरा छ त्यो चाहिँ हामी मेबी नेक्स्टमा हामी आउनेछौँ विश्वास के हो कसरी गर्नुपर्ने कुरा तर एउटा कुरा जान्नु पर्यो आशा चाहिँ विश्वासको पनि आमा है यो आशाले नै विश्वासलाई जन्माउँछ आशै छैन भने त हामीले के कुरामा विश्वास गर्ने विश्वासै गर्दैनौँ त्यसै कारणले गर्दाखेरि यो दुईटा हुनु त उस्तै पनि छ साथै यी दुईजनाको बारेमा फेरि हामीले भिन्दै प्रकारले पनि बुझ्नु चाहिँ पर्छ जुन चाहिँ हामी पछि गर्नेछौँ तर आज चाहिँ विशेष गरी समय पनि अब बढी हामी लिनु चाहँदैनौँ किनभने हामी दुईजनाले त्यही कुरा गऱ्यौँ छोटो मिठोमा नै हामी राख्न कति गरेमा तपाईँहरूले पनि त्यो कुरालाई चाहिँ ठक्कै लिनु सक्नुहुनेछ त्यस कारण म एउटै कुरा भन्छु यहाँहरूलाई होला तपाईँको स्थिति आशा रहित छ होला त्यो तपाईँको सोचाइ हो है तपाईँले भन्नुहुन्छ म त केही आशै देख्दैन त्यो तपाईँले भन्नुभएको तपाईँको सोच तपाईँको विचार तपाईँले भन्नुभएको तर
अब एउटा कुरा तपाईँले यदि परमेश्वरलाई विश्वास गर्नुहुन्छ जसले यो सारा भनौँ न सृष्टिलाई उहाँले सृष्टि गर्नुभयो, जसले तपाईँलाई पनि सृष्टि गर्नुभयो, जसले तपाईँको जीवनको प्रत्येक पाइलालाई पनि उहाँले सृष्टि गर्नुभएको भने तपाईँले विश्वास गर्नुहुन्छ भने एउटै कुरा तपाईँले मनमा याद राख्नुहोला, जबसम्म सास छ नमरेको खण्डमा हाम्रो नेपालीको भनेको छ तबसम्म के छ, आश छ। तर यसले थाहा छ बाइबल यति सुन्दर प्रकारले भन्छ, मलाई त्यो वचन पढिदिनु मन लाग्यो, हिब्रू 6 होइन, हिब्रू 6:19 यो लास्ट हामी यो वचन चाहिँ पढौँ, यति सुन्दर। यहाँ के भनेको थाहा छ, हाम्रो आत्माको निम्ति दृढ र सुरक्षित लङ्गरको रूपमा, एङ्कर, इट्स लाइक एन एङ्कर है, कुनै कुरा यसरी बाँधेर लङ्गरको रूपमा यो आशा हामीसित छ। लङ्गर भन्छ, एङ्कर, जुन चाहिँ त्यो हामीले ठुलो ठुलो जहाजहरूलाई यसरी अड्काएर राख्छ नि, त्यो एङ्कर है। आज बल्ल सुनियो नेपाली शब्द के रहेछ, लङ्गर। ओ वाह, लङ्गर है, आशा। फेरि पढ्नु त्यो एङ्करलाई ल यसरी मजाले पढ्दो त, कतिको कति हिब्रू 6:19 ल हिब्रू 6 here we go 19 ल द इंग्लिशमा पढिदिनु एकचोटि तपाईले। अच्छा, okay, which hope we have as an anchor of the soul, which hope we have as an anchor of the soul, मतलब हामीलाई जान नदिने, फुत्किनु नदिने, भाग्नु नदिने, स्थापित बनाएर हामीलाई स्थापित गरेर राख्ने। फेरि यहाँ के भनेको छ एकदम सुन्दर, which hope we have as an anchor of the soul, both sure and steadfast, दुईटै है, निश्चित र स्थिरता, and which enters into that within the veil, जुन चाहिँ नि त्यो घुम्टोको भित्र within the veil मा पर्छ। नेपालीमा के भन्दो रहेछ यो पढ्दा? यहाँ भनेको छ हाम्रा आत्माको निम्ति दृढ र सुरक्षित लङ्गरको रूपमा यो आशा हामीसित छ, यो आशा पर्दा भित्रको पवित्र स्थानमा प्रवेश गर्दछ। वाउ। सो अब त्यहाँ निराश हुनुपर्ने केही छैन। वाउ। अब यो आशा त इट एन्टर्स इन्टु द होली अफ होलिज के। वाउ। पवित्र भन्दा पवित्र स्थानमा तपाईको निम्ति एउटा आवाजको रूपमा त्यो आशा पसेर तपाईले जब आशा भनौँ न लाई नत्यागेर त्यो निराशालाई मथन लिएर नबसेर आई हेभ होप, आशा छ भनेर जब तपाईँ दृढ बस्नुहुन्छ, निराशाको कुरालाई त्यो गधा जस्तै गधाले गरे जस्तै जब हामी झार्दै 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 हामी माथि पुग्छौँ तर तपाईँले झार्नु भएन भने त्यो निराशाले तपाईँलाई थिची लासमा पुरिदिन्छ, हाम्रो अस्तित्वलाई मेटिदिन्छ त्यसले। त्यसै कारणले गर्दाखेरि त्यो गर्नु नदिनुहोस्। यही कुरा याद राखेर कि मेरो आशाको परमेश्वर, त्यही बाइबलमा भनेको छ नि त, क्राइस्ट इन अस इज द होप अफ ग्लोरी। ख्रिस्ट जो हामीमा हुनुहुन्छ नि उहाँ नै स्वयं हाम्रो महिमाको आशा हुन्छ है, हाम्रो महिमाको आशा। हामीलाई त्यो महिमामा लिएर जाने, जुन महिमामा उहाँले तपाईहरु मलाई हैन हुनको निम्ति बोलाउनु भएको छ, त्यो महिमामा पुग्नका लागि त्यो एउटा आशा हो। त्यसकारण इन अदर वर्ड, अर्को शब्दमा भन्ने हो भने महिमा के, हाम्रो चङ्गाई, हाम्रो छुटकारा, हाम्रो उन्नति हैन, ती कुराहरु सबै उहाँको महिमा हो। वाउ, या ती सबै उहाँको महिमा हो। शान्ति, आनन्द, प्रेम सबै उहाँको महिमा हो। त्यसमा लिएर जानको निम्ति हेर्नुस् त ख्रिस्ट हाम्रो के हुनु भएको छ, महिमाको, त्यही आशाको। ख्रिस्ट हामीमा, भनौँ न हामीमा किन हुनुहुन्छ, ताकि त्यो महिमाको आशामा हामी प्रवेश गर्न सकौँ भने। वाह, हालेलुया, हालेलुया। त्यसले गर्दाखेरि निराश भएर त्यो आशालाई नत्यागिदिनु होला, किनभने अन्तमा तपाईले देख्नुभयो तपाईको हृदयको के अरे, फेरि नेपालीमा के भनेको छ, लङ्गर, हाम्रो प्राणको लङ्गर हो, त्यसले ट्याप्पै समातेर राख्छ ताकि हामी फुत्किनु नपाउँ भने, धडखडाउनु दिँदैन के। वाउ, हालेलुया, हामीलाई धडखडाउनु दिँदैन। वाउ, सायद आज कतिजना तपाईँ अहिले यो संसारको यो परिस्थितिमा र तपाईहरुको व्यक्तिगत परिस्थितिमा पनि तपाईहरु अहिले धडखडाइरहनु भएको छ होला, एउटा आशा नै नभएको जस्तै भइरहनु भएको छ होला। जस्ट मलाई चाहिँ महसुस भयो कि आई थिंक वी नीड टु प्रे फर देम। हामी प्रार्थना गरिदिनु पर्छ। हामी तपाईहरुको निम्ति प्रार्थना गरिदिन चाहन्छौँ। तपाईहरुको अहिले यो सुन्दै पनि आशा जागिरहेको छ होला, जुन आशा चाहिँ संसार
प्रकारको आशा होइन, तर यो चाहिँ कुनै कुरामा कुनै थोकमा होइन, कसैमा जो चाहिँ परमेश्वर हुन्छ, परमेश्वरमा भएको यो आशा। त लङ्गर भने के भने तिमीले? लङ्गर, त्यो लङ्गर चाहिँ परमेश्वरको वचन है, फेरि हो या वचन हो। लङ्गर चाहिँ परमेश्वरको वचन हो जसले सबै कुरालाई राख्नुपर्ने ठाउँमा राख्छ। त्यही भएको हुनाले निराश नहुनुहोस्। तपाईँलाई जे कुराले गाह्रो बनाएको छ वचनमा प्रतिज्ञा प्रशस्त छ, त्यसमा जानुहोस्। घरिघरि जबसम्म तपाईँ निश्चित हुनुहुने छैन, गई गर्नुहोस् र तपाईँले देख्नुहुन्छ पवित्र आत्माले तपाईँको आशालाई अझै कति हो कति मात्रामा बढाएर लिएर जानेछ र तपाईँलाई शान्ति र आनन्दमा राख्नेछ। किनभने त्यो निराशाले चाहिँ हामीलाई खिन्न पार्छ है, भयभीत पार्छ, हामीलाई भित्रबाट एकदम त्यसले होच्याउँछ। तर जसो जसो तपाईँ विश्वास गर्दै जानुहुन्छ पवित्र आत्माले त्यो आशालाई बढाएर तपाईँलाई शान्ति र आनन्दमा राख्नुहुन्छ र तपाईँको जीवनमा जे कुरा परमेश्वरले राख्नुभएको छ त्यो जुन प्रतिज्ञा हो त्यो तपाईँको जीवनमा निश्चय पनि पुरा हुन्छ। आउनुहोस् हामी प्रार्थना गरौँ। लेट्स प्रे है। हामी उहाँलाई प्रार्थना गरौँ। पिता परमेश्वर, हामी यति बेला तपाईँको उपस्थितिमा आउँदछौँ। हाम्रो आशाको परमेश्वर तपाईँ हुनुहुन्छ। तपाईँले भन्नुभयो द गॉड अफ होप, आशाको परमेश्वर तपाईँ हुनुहुन्छ। क्रिस्ट हामीमा त्यो महिमाको आशा हुनुहुन्छ। क्राइस्ट इन अस इज द होप अफ ग्लोरी। अब क्रिस्ट स्वयं तपाईँ हामीमा त्यो महिमाको आशा भएर बसिदिनु भएको छ भने हामी अब के कुरामा घबराउने र निराश भएर एकातिर हताश भएर हामी बस्ने पर्दैन। धन्यवाद प्रभु। यति बेला म तपाईँको उपस्थितिमा आउँदछु। हामी दुईजना स्यारा हामी आउँदैछौँ र हाम्रो त्यहाँ जतिजना दाजुभाइ दिदीबहिनीहरूले अहिले सुनिरहेको छन् र उनीहरूको जीवनमा जे कुराको निराशापनले सताइरहेको छ येशूको नाउँमा हामी त्यो तोडिदिन्छौँ र आशाको किरण उनीहरूमा अहिले नै पलाउनुको लागि हामी येशूको नाउँमा भन्दछौँ। अन्तमा त्यो किरण एउटा ठुलो ज्योतिमा परिणत भएर पवित्र आत्माको शक्ति र अभिषेकमा परिणत भएर उनीहरूको जीवनमा बलियो गरी देखा परेका हौस् भन्ने प्रभु हामी यति बेला भन्दछौँ। हामी तपाईँको शान्ति र आनन्द उहाँहरूको जीवनमा घोषणा गर्दछौँ। जे कुराले उनीहरूलाई अप्ठ्यारोमा पारेको छ हो त्यसको बारेमा प्रभु तपाईँले उहाँहरूसित बोल्नुहोस् कि तपाईँले कहाँ प्रतिज्ञा गर्नुभएको छ र त्यो प्रतिज्ञाद्वारा प्रभु उनीहरूको जीवनमा प्रभु साँच्चै नै त्यो भनौँ न एउटा अङ्कुशी जस्तै उनीहरूको प्राणमा यसरी भनौँ तपाईँको वचनको निश्चयता गढिएको होस् कि प्रभु उनीहरू त्यसबाट उग्रिएर प्रभु तपाईँले राख्नुभएको त्यो कुरालाई स्पष्ट गरी छर्लङ्गे गरी देखेर लिनु सकेको होस् भने हामी प्रार्थना गर्दछौँ। धन्यवाद प्रभु। हामी उनीहरूलाई आशिष दिन्छौँ। उहाँहरूको ऊ व्यक्तिलाई आशिष, उसले गरेको सबै कामकाजमा सेवाकाईमा तपाईँको आशिष र साथै उसको परिवारमा तपाईँको आशिष, उसको चारैतिर हरेक कुरा आशिष नै आशिष हामी बोल्दछौँ। धन्यवाद। तपाईँको शान्ति र आनन्दले प्रभु तपाईँले ऊ व्यक्तिहरूको जीवनमा काम गर्न सुरु गर्नुभएको लागि धन्यवाद। तपाईँको महिमा, तपाईँकै आदर सदा सर्वदा ख्रिस्ट येशूको नाउँमा आमेन। हालेलुया, हालेलुया। धेरै धेरै धन्यवाद। तपाईँहरू जतिजना जोडिनु भयो, तपाईँहरू यदि यो आज कतिजना निराश भएर बसिरहेको छ, अब उनीहरू एकदम नै त्यो निराशापनबाट बाहिर आएको चाहनुहुन्छ भने सेयर गरिदिनुहोस्। एउटा आशीर्वाद उनीहरूलाई पनि दिनुहोस्। तपाईँ आशिषमय भएको छ भने म सधैँ भन्छु यु आर ब्लेस्ड टु बी अ ब्लेसिङ। तपाईँ आशिषमय हुनुभएको छ भने किन, तपाईँ आशिषित हुनुभएको छ किन, तपाईँ आशिषमय हुनुको लागि होइन। यु आर ब्लेस्ड टु बी अ ब्लेसिङ। सो आशिष पठाइदिनुहोस्, सेयर गरिदिनुहोस् र ठुलो आशिषको कारण बन्नुहोस्। हवस् त फेरि हामी शुक्रबार भेट्नेछौँ 10 जेलसम्मको लागि। हामी पनि तपाईँहरूको लागि र तपाईँहरू हाम्रो निम्ति प्रार्थनामा हामी भनौँ, प्रार्थनामा हामी एकअर्कालाई सम्झिदेऊ। हस् त। जय मसी, जय मसी। गुड नाइट, शुभरात्रि एन्ड बाई बाई।